अस्ट्रेलियामा फर्स्ट होम बायरलाई घर्किनको लागि धेरै सजिलो हुँदैछ भनेर तपाईले न्यूज त जहाँसुकै देख्नु भएको छ। जनवरी 1 देखि आउने भनेको नियमलाई उनीहरूले प्रिपोन गरेर अक्टोबर 1 देखि सुरु गर्ने पनि थालेका छन्। त्यो पनि तपाईले हाम्रै च्यानलमा पनि देख्नु भएको छ र जहाँसुकै देख्नु भएको छ। मैले चाहिँ प्रत्येक स्टेट या प्रत्येक टेरिटरीमा चाहिँ त्यहाँको म्याक्सिमम थ्रेशोल्ड हुँदाखेरि त्यहाँको इन्कम कति चाहिन्छ, त्यहाँ कति डिपोजिट चाहिन्छ भन्ने विषयमा चाहिँ मैले भिडियो बनाएर तपाईलाई यहाँ सेयर गर्दैछु। तपाईले हेर्नु होला र केही प्रश्न छन् भने तपाईले हामीलाई चाहिँ सोध्न पनि सक्नुहुन्छ। पहिलो भिडियो न्यू साउथ वेल्सबाट। यदि तपाईं न्यू साउथ वेल्समा बस्नुहुन्छ भने आजको मितिसम्म तपाईले म्याक्सिमम तपाईले मेन एरिया तपाईले सिटी एरिया र रिजनल सेन्टरहरुमा तपाईले 900 सम्मको प्रपर्टी 5% डिपोजिट गरेर किन्न सक्नुहुन्छ भने त्यहाँ अहिले इन्कमको थ्रेशोल्डहरु छ र त्यहाँ कोटाहरु पनि छ, कति जनाले पाउने कति जनाले नपाउने, यो सबै हट्दै छ। मैले मेन पोइन्टहरुलाई टच गर्ने छु र यो क्रममा चाहिँ अब न्यू साउथ वेल्समा 900K को प्रपर्टीको प्राइस र थ्रेशोल्ड बढेर गएर चाहिँ अहिले 1.5 मिलियनको भएको छ र पहिला चाहिँ तपाईको चाहिँ मेन एरिया बाहेक बाहिरका एरियाहरुमा 750 सम्मको थियो भने त्यसको थ्रेशोल्ड पनि बढाएर चाहिँ 800 बनाएको छ। र मानिलिउँ 1.5 मिलियनको प्रपर्टी किन्ने सोचिएको छ भने त्यसको लागि चाहिँ कति इन्कम चाहिन्छ त? तपाई एज अ कपल हुनुहुन्छ, बुढाबुढी हुनुहुन्छ, तपाईहरुको इन्कम चाहिँ एकजनाको चाहिँ 130 र अर्कोको इन्कम चाहिँ 120 एटलिस्ट हुनुपर्छ। त्यो भयो भने तपाईले चाहिँ 1.425 सम्मको लोन तपाईले लिन सक्नुहुन्छ। 1,425,000 सम्मको तपाईले गर्नुपर्ने डिपोजिट अमाउन्ट कति हुन्छ त भन्दा तपाईको डिपोजिट चाहिँ 75,000 हुने भयो। र तपाई चाहिँ कपल हुनुहुन्छ, एकजना बच्चासँग हुनुहुन्छ भने चाहिँ एकजनाको कमाइ चाहिँ 130 र अर्कोको कमाइ चाहिँ 125 भयो भने कम्बाइन्ड इन्कम चाहिँ 255,000 भयो भने तपाईले चाहिँ 1,425,000 सम्मको तपाईले बरो गर्न सक्नुहुन्छ। र तपाईले फेरि अगेन 75,000 तपाईले डिपोजिट गर्नुहुन्छ र तपाईले 1.5 मिलियनकै स्ट्याम्प ड्युटी तिर्नुहुन्छ। तपाई फर्स्ट होम बायर भएर एक्जम्पसन पाउनुहुन्न भने तपाईको स्ट्याम्प ड्युटी रफली कति पर्न आउँछ त? 64,863 भनेको अप्रोक्सिमेटली 65,000 तपाईको स्ट्याम्प ड्युटी पर्न आउँछ र अरु एडिसनल कस्ट भनेको तपाईको चाहिँ 3,000 देखि 5,000 को रेन्जमा पर्न सक्छ। भनेपछि एउटा पार्ट र अर्को पार्ट, जस्तो डिपोजिटको पार्टबाट हेर्दाखेरि 75,000 5% भयो, स्ट्याम्प ड्युटी भयो 65,000 जस्तो भयो र तपाईको 5,000 जस्तो तपाईको डिपोजिट चाहियो 1.5 मिलियन किन्न भने इन्कमको साइडमा चाहिँ कपल हो भने चाहिँ 250 को जस्तो इन्कम चाहियो भने विथ 1 किड हो भने चाहिँ एट अराउन्ड 255 को इन्कम चाहिँ चाहियो। आशा गर्दछु यो भिडियो तपाईहरुलाई केही हदसम्म आइडिया भयो होला। तपाईले चाहिँ क्याल्कुलेसन आफै गरेर हेर्न चाहनुहुन्छ, तपाईको फरक सिनेरियो छ, तपाईले चाहिँ हामीले मिलियनको प्रपर्टी सोचिरहेछौं यस्तो छ भने चाहिँ तपाईले चाहिँ हाम्रो वेबसाइटमा गएर तपाईले बाइ अ प्रपर्टी भन्ने ट्याबमा क्लिक गरेर आफ्नो बोरिङ चेक गर्न सक्नुहुन्छ भने माथि मेनुमा क्लिक गरेर तपाईले चाहिँ त्यहाँ स्ट्याम्प ड्युटी क्याल्कुलेटरमा गएर कति स्ट्याम्प ड्युटी लाग्छ भनेर चेक गर्न सक्नुहुन्छ। भन्दै आजको यस भिडियोबाट म केशव बिदा माग्दैछु। तपाईहरु सबैको दिन शुभ रहोस्। नमस्ते।